सरकारी सेवा प्रणालीमा काम गर्ने कर्मचारीहरू जस्तै शिक्षक, स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी यी सबैका भूमिका समाजका लागि अत्यन्तै आवश्यक हुन्छ। उनीहरू सेवा प्रदायक हुन् र नागरिकहरू सेवा ग्रहण गर्ने पक्ष। युनियनहरू कर्मचारीका हक, अधिकार, सेवा सुरक्षाका लागि बनेका संरचना हुन्। यो आफैमा गलत कुरा होइन, तर जब यिनै युनियनहरू राजनीतिक प्रभाव गहिरो रूपमा प्रवेश गर्छ तब त्यसको असर केवल कर्मचारीसम्म सीमित रहँदैन। उदाहरणका लागि शिक्षक आन्दोलनका समयमा केही दिन वा हप्तासम्म विद्यालयहरू बन्द भए। यसले शिक्षाका मागहरूलाई अगाडि ल्यायो, तर सँगै विद्यार्थीहरूका पढाइ, अभिभावकको चिन्ता र समग्र शिक्षा प्रणाली प्रत्यक्ष रूपमा प्रभावित भयो। यहाँ प्रश्न उठ्छ, सेवा सुधारको आवाज उठ्दा त्यसको बोझ किन सेवाग्राहीले बोक्नुपर्छ? तर यो पनि सत्य हो कि कर्मचारीका समस्या वास्तविक हुन्छन्। उनीहरूका माग सुन्ने, संवाद गर्ने र समाधान खोज्ने जिम्मेवारी राज्यको पनि हो। त्यसैले प्रश्न युनियन चाहिन्छ कि चाहिँदैन होइन, प्रश्न हो युनियनको उद्देश्य सेवा सुधारमा केन्द्रित छ कि राजनीतिक शक्ति प्रदर्शनमा? तपाईँ के भन्न चाहनुहुन्छ? कमेन्टमा उल्लेख गर्नुहोस्।